पश्चात सन् 1986 डिसेम्बरमा आर्मर्ड कोरमा नियुक्त हुनुभएथे। सैनिक कला र व्यावसायिकतामा उत्कृष्टता हासिल गर्नुहुँदै 30 जुन 2026 मा भारतीय सेनाको सेनाध्यक्ष वातावरणमा कमान्ड गर्नुभएको छ। सो क्रममा उहाँले मरुभूमि क्षेत्र अन्तर्गत वेस्टर्न थिएटरमा आर्मर्ड रेजिमेन्ट तथा भारतीय सेनाको प्रिमियर स्ट्राइक फर्मेसनहरूमध्ये एक सुदर्शन चक्र कोर तथा दक्षिण पश्चिमी र दक्षिणी कमान्ड गरी 2 महत्त्वपूर्ण कमान्डको नेतृत्व समेत सफलता अब मञ्चमा आसीन सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, माननीय मन्त्रीज्यू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि भारतीय सेनाका स्थल सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथी श्री धीरज सेठज्यूलाई सादर अनुरोध गर्दछु। यसपछि तस्बिर लिने कार्य त्यसैगरी